खासमा हामी नेपालीहरूमा दम भन्न साथ सास फेर्न गाह्रो भन्ने बुझ्छौँ हामी खासमा। तर यो दम भन्नाले एउटै रोग भन्ने जनाउँदैन। यो दमभित्र पनि धेरै किसिमका दमहरू हुन्छन्। जस्तै बच्चाहरूमा हुने दम या सानै उमेरमा हुने दमलाई चाहिँ हामी ब्रोङ्कियल आज्मा भनेर भन्छौँ होइन। त्यस्तै चुरोट खाएर हुने दमहरूलाई चाहिँ हामी सिओपिडी भनेर भन्छौँ। त्यस्तै अब डिफ्रेन्ट ठाउँमा काम गर्ने मान्छेहरू जस्तै ढुङ्गा कुट्ने मान्छेहरू, फ्याक्ट्रीमा काम गर्ने मान्छेहरूलाई पनि दम लाग्छ। त्यसलाई चाहिँ हामी इन्स्टरस्टिसियल लङ डिजिज भन्छौँ। त्यो शरीरमा त्यो चाहिँ फोक्सोमा जालो लाग्ने हो त्यसको चाहिँ। त्यही भएर दम भन्ने एउटा टर्मले चाहिँ एउटै रोग मात्रै जनाउँदैन क्या, त्यो चाहिँ हामीले बुझ्नु नै पर्छ। अनि फेरि हामीमा नेपालीहरूमा के छ भने दम भन्नसाथ कहिले पनि ठिकै हुँदैन, दीर्घकालीन औषधि लिनुपर्छ, यो चाहिँ कहिले पनि ठिक हुँदैन, बेला बेलामा बल्झिरहेको छ भन्छन्। त्यो पनि होइन, कुनै कुनै किसिमको दम यस्तो हुन्छ कि त्यो चाहिँ ठिक उपचार गर्नाले त्यो पुरै ठिक हुने पनि हुन्छ। जस्तै ब्रोङ्कियल आज्मा भनौँ, यसको राम्रोसित उपचार गरेर यसबाट जुन चाहिँ हामी ट्रिगर्स भन्छौँ जसले यसलाई बढाउँछ ती चिजहरूबाट बच्न सकियो भने त्यो दमबाट बच्न सकिन्छ।